छैटौं अधिवेशनबाट चाहिँ तपाईँ निर्वाचित अध्यक्षमा चाहिँ निर्वाचित हुनुभएको छ। यसमा चाहिँ तपाईँलाई चाहिँ कस्तो लागिरहेको छ? यहाँ केही कुराहरू भनिदिनु सर। हुन्छ, प्रश्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र हामीले छैटौं पौरसभाको अधिवेशन बनाइरहँदाखेरि त्योभन्दा अगाडिको कार्यकाललाई पनि हामीले कहिले बिर्सिनुहुन्न। हिजोको दिनमा हामी सँगै सहयात्रा गर्ने भनेर जोडिएको साथीहरूले बिचमा हामीलाई छोडेर जानुभयो र गाह्रो बनाइरहेको अवस्थामा पनि हामीले दुई चारजना साथीभाइहरू मिलेर हाम्रो छिरिङ राजाज्यूको अध्यक्षतामा हामीले हाम्रो कार्यक्रमलाई पहिलेको जस्तै अगाडि बढाइरहेका थियौँ। त्यसमा हामीलाई धेरै दुःख कष्टहरू थियो, त्यो कुराहरू हामी कहिले पनि भुल्न सक्दैनौँ। त्यो कुराहरूलाई थाती राख्दै फेरि पनि उहाँको कार्यकाल एकदम राम्रो भएको छ, त्यो हामीले मूल्याङ्कन गरेका छौँ। र उहाँको जुन अध्यक्षतामा पौरसभाले धेरै राम्रो राम्रो कामहरू गरेको छ। हाम्रो आर्थिक सहयोगदेखि लिएर हाम्रो सङ्गठनका विभिन्न साथीहरूलाई गर्ने सहयोगहरूदेखि लिएर केन्द्रमा गर्ने सहयोगहरू त्यो आफ्नो छुट्टै पाटो छ। लगायत हाम्रो पौरसभा पनि हामीले हाम्रो राजा सरको कार्यकाल चाहिँ हामीले एकदम राम्रो तरिकाले समापन गरे। लगत्तै छैटौं अधिवेशनमा चाहिँ मलाई त्यही टिमले साथै नयाँ सदस्यमा नयाँ समितिमा चयन हुनुभएका सम्पूर्ण सहयोगता मित्रहरूले चाहिँ विश्वास गरेर मलाई अध्यक्षको भूमिकामा सर्वसम्मतले चुन्नुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मैले पनि उहाँले जस्तै हिजोको दिनमा जसरी एमएनए पौरसभालाई हामीले अगाडि बढाइरहेको थियौँ त्यसरी नै अझ त्योभन्दा मजबुत भएर त्यसको भन्दा धेरै हामी चाहिँ एकदम राम्रो तरिकाले भव्य र सभ्य रूपले चाहिँ पौरसभालाई फेरि पनि भोलिको दिनमा हिजोको भन्दा एकदम राम्रो बनाएर लान्छु भन्ने तपाईँहरूमा म जग जाहेर गर्न चाहन्छु। र हिजोको दिनमा हामीलाई जसरी छोडेर एउटा रुखको हाँगाको सिङ्गो हाँगाले ढलेर गएको थियो त्यतिखेर हामीलाई गाह्रो भएको थियो। तर त्यही हाँगाबाट फेरि हामीले नयाँ मुनाहरू पलाएर अझ झ्याङ्गेर हरियाली भएर पौरसभा चाहिँ अगाडि बढिरहेको छ। त्यसरी नै अहिले हामीले छैटौं अधिवेशनबाट 25 सदस्यीय समिति तयार गर्दाखेरि हामीले हाम्रो महिला नेत्रीहरूलाई पनि सँगै अगाडि लानुपर्छ भनेर हाम्रो कोष अध्यक्षमा प्रचार सचिवमा लगायत सदस्यहरू पनि हामीले हाम्रो छोरीचेलीहरूलाई पनि हामी सँगै समेटेर लगेका छौँ। त्यो एकदम खुसीको कुरा हो। हिजोको दिनमा हामीले हाम्रो छोरीचेलीहरूलाई हाम्रो सङ्गठनमा आबद्ध गराउन हामीले केही कमजोरी भएको थियो होला हाम्रो तर्फबाट पनि, तर आज आएर हामीले त्यसलाई पनि एकदम भरपूर रूपमा चाहिँ उहाँहरूलाई चाहिँ आबद्ध गराएर लगिरहेको छौँ। त्यसमा उहाँहरूको पनि राम्रो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मैले आशा गरेको छु। र भोलिको दिनमा मेरो तर्फबाट पनि सधैँ पौरसभा लगायत एमएलओका लागि गर्नुपर्ने सहयोगहरू सधैँभरि यसरी नै यथावत रहनेछ। र भोलिको दिनमा एमएलओलाई पौरसभाको तर्फबाट गर्नुपर्ने मेरो कर्तव्यहरू चाहिँ मेरो तर्फबाट सधैँ अगाडि राखेर शिरमा राखेर अघि बढ्छु। लगायत दुःख पर्दा मैले जानेको नजानेका कुराहरू छ भने तपाईँ लगायत सम्पूर्ण हिजोको टिममा बसेर हामीलाई सहयोग गरेर अघि बढाइराख्नु भएको थियो। सम्पूर्ण टिममा मलाई पनि तपाईँहरूलाई जस्तै सहयोग गरिदिनुहुन्छ भन्ने आश गरेको छु। र यसरी नै हाम्रो कार्यक्रम नियमित रूपमा चाहिँ कन्टिन्यू बढ्छ भन्ने तपाईँलाई म जागजाहेर गर्न चाहन्छु। हस्त, जय मङ्गल।